लु हामी चाहिँ जाममा पऱ्यो है। अब जाम परिहाल्यो, यहाँदेखिको जाम स्टार्ट भयो। पुग्नु अलिकति थियो तर हामी चाहिँ जाममा पर्यो। कहाँ गएको र किन जाममा पर्यो भनेर चाहिँ म तपाईँलाई बताउँदैछु। तपाईँ मेरो भिडियो हेर्दै गर्नुहोस्। स्टार्ट गर्दैछु म भिडियो। हेलो पेपुल, नमस्ते। आज चाहिँ हामी जाँदैछु गुम्पा जाँदाखेरि चाहिँ जहिले नै भिड हुन्छ। आज त झन् स्पेसली आज बेसी भिड हुन्छ। तल अलिकति जाम थियो। अब चाहिँ हाम्रो गाडी छिरेर निस्केर गए तर हामी यहीँसम्म मात्रै पुग्यो। यहाँबाट चाहिँ गाडीबाट झरेर हिँड्दैछु। यहाँ आइपुग्दा पनि लाइन रहेछ। अब लाइनमा बसेर घाममा त्यहाँदेखि मात्रै पुग्छ। यति लामो लाइन छ, कतिखेर आउने हाम्रो टर्न थाहा छैन। यति लामो लाइनमा बसिरहेको छौँ हामीहरू। अब चाहिँ पुग्नु आँट्यो, अलिक अगाडि सर्दैछ लाइन। के साह्रो बिजी हो दिदी तँलाई? लाइनमा बसेर है गरम भएर पाक्न आँटिसक्यो। पुरा गरम एकतिर यहाँ कोही बोक्नुपर्ने पूजाको सामान हामी यस्तै छ फेरि आँखा देखिसक्छ छैन, केही छैन। एकछिन घाम ताप्नु ठिकै छ। गुम्बामा आएको राम्रै हो, घाम पनि कोही बेला त ताप्नु पर्यो। यहाँ दिदी रानी लाइनमा मजा आयो। अब चाहिँ निकै अगाडि सर्यो हाम्रो लाइन। अब चाहिँ हाम्रो टर्न आउनु आँटेको छ। अब चाहिँ हामी शान्तिले बसेको छौँ। अघि चाहिँ टाउकोमै घाम आएर कि सातवटा घाम लाए जस्तो भइरहेको थियो नि त, पुरा गरम भएर। अहिले चाहिँ शीतलमा आएर शान्तिले बसिरहेको छु। अब चाहिँ हामी पुगे गेटमा। अब त हाम्रो टर्न आयो तर यहाँनिर चाहिँ जुत्ता चाहिँ खोलेर राख्दा चाहिँ एकदम हेरेर राख्नुपर्ने छ। भरे आउँदा मेरो जुत्ताको जोडी भेट्दिनँ होला जस्तो लाग्यो। अन्त कुनामा खाँदेर एकदम हेर्दै गएको नि। अब चाहिँ हामी भित्र पसेको, भित्र गएर पूजाहरू गरिसकेर त्यहाँबाट निस्केर फेरि हामी आयो यहाँ चिनी बाल्ने जग्गामा। यहाँनिर गएर चिनी बालेर त्यहाँदेखि चाहिँ हामी बाहिर निस्केर एकछिन घुम्छौँ र त्यहाँदेखि चाहिँ हामी घरतर्फ लाग्छौँ। चाहिँ हाम्रो पूजा पनि सकिए, हामीले छेउ पनि पाएँ। अब चाहिँ हामी जानु आँटेको। यहाँनिर दिदी आमा घर फर्किनु आँटेको। तँलाई डिस्टर्ब गरिदिएको अनि आमाहरू चाहिँ यहाँ फोटो खिच्नु हुँदैछ दिदीहरू। अनि म चाहिँ अलिकति यहाँ एक घुमेर अब चाहिँ हामी घर जानु आँटेको। बेसी गरम भएर घाम लागेर चाहिँ आँखा देख्नु नसकेर हेर्नु नसकेर चाहिँ मैले एकदम कालो चस्मा लगाएर खिच्दैछु। ओके, अहिले एकछिनमा अब जान्छु हामी। एकछिन यहाँ बसिवरी चाहिँ जानु आँटेको घर भयो। जाउँ भयो भने बेसी गरम। आमा त चुन्नी टाउकोमा राखेर हिँड्नुहुँदैछ। आउनुहोस् तपाईँहरू पनि दर्शन गर्नुहोस् इन्चे गुम्पाको। हिजो अस्तितिर चाहिँ तपाईँहरूले मैले राङ्गा गुम्पा, रुम्तेक गुम्पाको दृश्य देखाउँदै थिएँ। आज चाहिँ हेर्नुहोस् आकादावा लास्ट आज उयो भएर चाहिँ यहाँ पुरा बेसी मान्छे हुनुहुन्छ। बिहानको भन्दा त छैन, अहिले त छ, आजले निकै कम्ती भयो। बिहान त हामी कस्तो बेसी भिड थियो, यहाँ लाइन बसिरहेको थियो। तपाईँहरूले देखिहाल्नु भयो होला अघि कति बेसी भिड थियो। अहिले चाहिँ अब सक्दै गयो घाम। अहिले चाहिँ कम्ती भइरहेको छ। अब चाहिँ हामी पनि फर्किनु आँटेको छौँ तर पनि पूजा सकेको छैन। पूजा त भइ नै रहेको छ। अरू बेलाको भन्दा चाहिँ भिडै हुन्छ तर यहाँ लास्ट इयर आउँदा पनि पुरा भिड थियो। लास्ट इयर चाहिँ हामी अलिक ढिलो आएको थियो, बेसी त्यति साह्रो भिड थिएन, अलिक कम्ती नै थियो। यसपालि चाहिँ हामी छिटो आइन्दा किनभने अहिले म दोकान पनि जानु छ, ड्युटी जानु छ त कि। अन्त हाफ मात्रै छुट्टी मागिरहेको छु। अन्त चाहिँ अब ड्युटी जानुको लागि चाहिँ बिहान छिटो आएको। अनि बिहान चाहिँ पुरा भिड थियो तर पनि भयो, राम्ररी नै दर्शनहरू गरेँ। अब चाहिँ जानुपर्छ न त ढिलो हुन्छ मलाई फेरि। अब चाहिँ हाम्रो सबै सक्यो, पूजा पनि गरिसक्यो। अहिले त खाली भएछ यहाँनिर। अघि त कति बेसी थियो। गएको हामी घर। अब चाहिँ यहाँनिर आमा आनी दिदी अगाडि हुनुहुन्छ, म पछि जाँदैछु। यहाँ कस्तो दामी रोस रहेछ, छोड्नु त यहाँ रोस। यहाँ हेर्नु त, वाह क्या दामी रोस रहेछ है। दामी रहेछ दामी। मलाई टिपेर लैजानु मन पऱ्यो, मार्छ।
ए छोडेर पर पुग्यो त फेरि यहाँ रहेछ नि रोस होस् न हेरौँ गएको अब हामी पानी पऱ्यो भन्दा तर घाम लागेको ठिक छ नि यस्तो उयो भयो भए पनि केही छैन गरम अलिअलि भए पनि सँगसँगै पानी पऱ्यो भने त कस्तो हुन्छ बुढी आमाहरू कहाँ जानुभयो मेरो आमाहरू हराउनु भयो त ए ऊ पर हुनुहुँदो रहेछ पछि जान्छु आमाहरू भएको जग्गामा पर पर्खिरहनु भएको छ आमा दिदी आङ्गी चाहिँ हामीहरू चाहिँ आज 4 जना आएको हो मेरो आमा मेरो फुपू आङ्गी भनेको चाहिँ फुपू चिनिहाल्नुहुन्छ होला तपाईँहरूले अनि उहाँको छोरी दिदी मेरो दिदी हामीहरू 4 जना आएको छौँ आपाको चाहिँ आज पुरा बेसी काम थियो र आउनु भएन हिजो अब थर्सडे हो भने चाहिँ आपा पनि आउनुहुन्थ्यो आपाको चाहिँ छुट्टी नभएर चाहिँ काम बेसी भएर चाहिँ आउनु भएन अन्त चाहिँ हामी मात्रै आएको आमा छोरीहरू मात्रै म नेपालमा हुँ अब चाहिँ हामी सेरीवालाले झरेको गएको मेरो त हन्जुको ब्रोच पनि हराएछ कता गयो बिहिबारमा थाहै छैन मलाई म त अहिले पो याद गर्दैछु छैन रहेछ भर्खर आज मात्रै लगाएको थियो कहाँ झरे अब हरायो कहाँ खोज्न जानु अब चाहिँ हामी ओह्रालो जाँदैछौँ मेरो छोरी चाहिँ गाडी खोज्नु गएको छ खोइ गाडी पनि पाएको छैन है काम छ यस्तो त्यस्तै गाडी पाएन अब हिँडेरै जाऊ गाडी पाएन भने यतै बस बरु माथि स्ट्यान्डमा गएर सोधिहेरौँ ल त्यही त दिदी र म चाहिँ यहाँ गाडी खोज्नु आएको स्ट्यान्डमा गरम एक त हो यहाँ गाडीको लाइन छ तर हामीलाई कसैले लाँदैन अरे त्यही त यहाँ पर गएर सोधिहेरौँ यत्रो बेसी गाडी छ तर सबै रिजर्भ रहेछ हामीलाई त गाडी पाएन अब चाहिँ हामी हिँड्नुपर्छ जस्तो छ त एउटा छैन दिदी अब हामी त हिँड्नुपर्छ जस्तो छ आमाहरूलाई साह्रो पर्छ नि म त एक फेरि घरमा साह्रो पर्छ नि के गर्नु अलिक माथि हेरौँ है पाउँछ कि हामीले चाहिँ गाडी पाएन अन्त अलिक तल पाउँछ होला भनेर हिँड्दैछु किनभने गाडी त आउँदैछ नि आमा गरम भएर साह्रो परिसक्यो केही छैन किनभने गाडी छ यता अलिक जाम छ नि त अलिक तलसम्म चाहिँ पाउँछ कि भनेर जाँदैछु लेट्सी पाउँछ कि पाउँदैन ला हो त यसो त कसरी जानु हामी त यहाँ रोडमै ब्लक भयो गाडी बेसी भएर अब कताबाट छिरौँ मान्छे जाने त गाडीमा अब बस्ने बेला भयो यहाँनिर किनभने यहाँ रोड जाम भयो हामी पनि ट्राफिकमा परि है त बल्ल बल्ल गाडी पाएर अब चाहिँ हामी गएको यो गाडीले चाहिँ हामीलाई बजारमा छोडिदिनुहुन्छ गान्तोकमा त्यहाँदेखि फेरि अर्को गाडीमा जानुपर्छ रानीपुल चाहिँ अब चाहिँ हामी एनजी मार्गमा आइपुगे होइन मेरो आमा चाहिँ हेरिहाल्नुहोस् यहाँ एकदम कस्तो भइरहेको छ आङीको चाहिँ ससुरा छ के भन्छ जेठाजु छ होला गरी आमा र आङी सिन्दुर छोपेकोलाई जेठाजु भएर अहिले हाम्रो त कोही छैन त्यसो भन्छ कस्तो छ मेरो आमा यस्तो भन्छ मेरो आमाको कुरा नसुन्नुहोस् है नसुन्नुहोस् हुँदैन त्यस्तो घुम्दा घुम्दा भोक लागेर अब चाहिँ हामी यहाँ आएको छौँ खाजा खानु आमा कस्तो लाग्यो मिठो रहेछ आङी कस्तो लाग्यो मिठो दिदी खानु है हालेर सबै म चाहिँ अब खान्छु अभी होइन नछोड्ने म खान्छु आज चाहिँ हामी भेज खाएको कति नन भेज खानु भने हामी नन भेज छोडेको आज चाहिँ भेज चाउमिन ओके अब चाहिँ हामी रानीपुलतर्फ लागेको पूजा गरेर आएर घुमेर खाजा खाएर अब चाहिँ गएको हामी घर अब चाहिँ घर गएर चाहिँ केही नखाने नि त त्यसले गर्दा चाहिँ यहीँ खाएर हिँडेको अल्छीहरू चाहिँ यत्तिको भएको किन थाकिरहेको छ नि त घामले कस्तो टाउको दुख्छ मेरो त पुरा टाउको दुखिरहेको छ अब गएर दबाई खाएर चाहिँ ड्युटी जान्छु
ओके बाई बाई, थ्याङ्क यू फर वाचिङ। फेरि भेटौँला तपाईँहरूलाई अर्को ब्लगमा। मेरो ब्लग कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गरेर बताउनुहोस् ल। थ्याङ्क यू, बाई बाई, सी यू।